सम्पूर्णलाई नमस्ते। म आज स्टार टेकओभरमा भइरहेको कामको नयाँ अपडेटहरू लिएर आएको छु। धेरैजनाले सोधिराख्नु भएको एउटा चाहिँ प्याराफिट कहिलेदेखि बन्न सुरु गर्छ भनेर धेरैजनाले सोधिरहनुहुन्थ्यो। प्याराफिट भने अब स्टार टेकओभरमा पनि बन्न सुरु भइरहेको छ। आजको दिनदेखि भने अब प्याराफिटको जगहरू खन्ने काम हामीले सुरु गरेका थियौँ। आज भने बिल्डिङको एकतिर मात्र जग खनेर आज कार्यको आरम्भ भने हामीले गऱ्यौँ। यस प्याराफिट भने यो मेन भवनको अघिल्लो भागमा रहनेछ। यो बिल्डिङको एकातिरको साइडमा पनि हामीले जग खनेर आज यस कार्यको सुरुवात गरेका छौँ। मैले पहिला पनि जानकारीहरू दिएकै थिएँ। यस मुख्य भवन अगाडि भने अब प्याराफिटहरू बस्दैछ। अब बन्यो भने त्यहीँनिर चाहिँ एउटा प्याराफिट यहाँबाट बन्न सुरु हुनेछ भनेर मैले पहिला पनि जानकारीहरू दिइरहेको थिएँ र अहिले भने अब त्यस कार्यको पनि थालनी भइसकेको छ। र यस ग्राउन्डमा नेपाल राष्ट्र ब्याङ्कले भने यो ब्याङ्किङ क्षेत्र र वित्तीय क्षेत्रमा लागेका कर्मचारीहरूको सङ्गठनबाट एउटा गेम खेलाएको थियो। यो त्यसैको एउटा क्लिप हो। यो भवनमा चाहिँ केही नेपालीपन दिने खालको एउटा डिजाइनहरू हामीले दिनेछौँ भनिरहेका थियौँ र त्यसै अन्तर्गत नै अहिले हामीले प्यागोडा शैलीको भने छतहरू निर्माण गर्ने भनेका छौँ र यो मुख्य भवन र त्यस अगाडिको प्याराफिट सहितको एउटा यो मोडल पिक्चर भने मैले प्रस्तुत गरेको छु। र यसको जानकारी भने विनोद कुमार दाइले आफैले फेसबुक पेजमा राखेर पनि जानकारी दिइरहनु भएको थियो हजुरहरूलाई। र यो सम्पूर्ण यो बिल्डिङको कार्यहरू भने अहिले यो दसैँसम्म सकाउनेछौँ पनि भनेर जानकारी दिनुभएको थियो विनोद कुमार दाइले। यो भने मैले बिल्डिङभित्रबाट यो कसरी बन्दैछ र कुन स्थानमा बन्दैछ भनेर यो चाहिँ देखाउनको लागि यो भिडियो बनाएको छु। अब भने यस कार्यको थालनी भएपछि अब काम गर्न भने काम भने यसको छिटो नै हुनेछ। कुनै रोकटोक चाहिँ हुने छैन र यसको फाइनल भइसकेपछि अब कामले पनि अलिक गति लिनेछ। धेरैजनाले चाहिँ अहिले काम भने धेरै सुस्त भयो कि भन्दै हुनुहुन्थ्यो र यसैलाई हामी कुरेर बसिरहेका थियौँ। यो माथि यो बिल्डिङलाई कस्तो डिजाइन दिने भन्ने बारेमा पनि यो नेपालीपन झल्काउने हो भन्दै त्यसैले अलिक बढी समय लियो र अन्ततः राम्रो रिजल्ट आएको छ। अहिले भने हामीले यो ग्राउन्डतिर पनि अहिले हामीले स्लोपी टाइपको बनाउने भनेर जमर्को गरिरहेका छौँ। अहिले त्यहाँ माटोहरू ल्याएर राखेका छौँ र यसमा भने अब हामीले घाँसहरू रोपेर यहाँ बसेर पनि क्रिकेटको मजा लिन सक्ने खालको एउटा हामीले बनाउनेछौँ। यो विगतमा पनि जुन टियु ग्राउन्डमा जसरी यो माथि स्लोपी हिलमा बसेर जसरी हामीले क्रिकेटको मजा लिन्थ्यौँ यो त्यसै गरी यसमा यो स्टार टेकओभरमा पनि प्याराफिट बाहेक यतातिर पनि बसेर गेमको मजा लिन सक्ने खालको एउटा हामीले बनाउँदैछौँ। यतातिर भने अब हामी घाँसहरू त्यहाँ राख्नेछौँ। उता बिल्डिङतिर पनि कामहरू भइरहेको छ। त्यहाँ पिल्लर लगभग सम्पूर्ण पिल्लरहरू उठिसकेको छ बिल्डिङतिर पनि र त्यो बिल्डिङ उठिसकेपछि त्यहाँ भने अब हामीले माथि टपको रुफमा भने अब काम गर्नेछौँ। अहिले स्टार टेकओभरमा सुपर 6 टुर्नामेन्ट भएको थियो जुन नेपाल राष्ट्र ब्याङ्कमा काम गर्ने कर्मचारीहरूको सङ्गठनले आयोजना गर्नुभएको थियो र त्यसमा ब्याङ्कहरूको सहभागिता थियो। र यसमा भने मुख्य अतिथिको रूपमा नेपाल राष्ट्र ब्याङ्कका पूर्व गभर्नर आदरणीय चिरञ्जीवी नेपालज्यू पनि आज स्टार टेकओभरमा
एज अ चिफ गेस्टको रूपमा आउनुभएको थियो र उहाँले पनि यो ग्राउन्ड भिजिट गर्नुभयो र यहाँको प्रगति देखेर निकै नै खुसी व्यक्त गर्नुभएको थियो र उहाँले पनि मैले सुन्न चाहिँ सुनिरहेको थिएँ र यस ग्राउन्डमा आउन पाउँदा चाहिँ निकै खुसी लाग्यो भनिराख्नु भएको थियो र यसरी उहाँहरूले भने फाइनल म्याच चाहिँ यो अन्डर 14 मा खेलाउनु भएको थियो। आजलाई यति नै र अन्य जानकारी भने म हजुरमाझ लिएर आउनेछु। हस्, धन्यवाद।